पछाडि अलि डरायो त्यही भएर आमा लिन जाँदै हुनुहुन्छ अलि धार कमन किलो लाग्छ नि त हाल भएको र तर्सियो बाबु के ल नो वरिज सानो ओ माय गॉड यो बच्चासँग नमस्कार साथीहरू घर छेउकै करिब 5 किलोमिटर लामो पोखरीको परिक्रमा गर्ने योजना बनेको थियो आज 30 अप्रिलका दिन सपरिवार मिलेर लुदबानतिर लाग्यौं ओस्लो सिटी सेन्टरबाट करिब 25 मिनेट लाग्ने मेट्रो नम्बर 2 लिएर सजिलै पुग्न सकिने यो स्थान घर नजिकै भए पनि लामो समयदेखि जान मिलेको थिएन त्यसैले आज सानो छोरीले काखमै बोकेर जाने आज चाहिँ यहाँ नजिकैको लुदबान पोखरीतिर छोरीलाई बोकेरै लाने तर्फमा छ माथिको चाहिँ हाम्रो घर हो यहाँनिर चाहिँ आर्मी ब्यारेक छ त्यो चाहिँ हामी त्यहाँ बस्ने सानो आऊ यहाँबाट लुदबान पुग्नलाई मात्र चाहिँ 1 किलोमिटर छ है यो सानो सानो देखेको बेरी हो है ब्लुबेरी फल्न थालिसकेछ आमा छोरा उता पछाडि छन् कति बेरको यात्रा हुने हो हाम्रो हेर्दै जाम यो उमेरमा हो यस्तो फुर्ती बुढेसकाल लागेपछि त त्यही पनि सम्भव छैन यहाँ पोखरीसम्म चाहिँ लगभग यस्तै नै बाटो छ हामी यो पोखरीलाई पुरै चक्कर लाउनुपर्छ एकदम टाढा छ त्यो अन्तिम यहाँ छैन देखेको जस्तो छैन म अस्ति गएर आएको सो एकदम रमाइलो छ मलाई चाहिँ नर्मली सिधा बाटो भन्दा यस्तै बाटो चाहिँ बढी मनपर्छ हिँड्नलाई तर यो बाटो चाहिँ एकदम रमाइलो छ नर्मल बाटो भन्दा जङ्गलको बाटो हिँड्न धेरै रमाइलो हुन्छ तल माथि गर्दै सो एकदमै राम्रो छ सानो तिमीलाई कस्तो बाटो मनपर्छ बेबी यस्तै जङ्गलहरु बाटो त्यही भएर बुवा आइसिन छैन त्यही भएर मैले देखाउँछु तर बुवा पोखरीसम्म बेबी प्राम वा साइकल लिएर जान मिल्ने सजिलो बाटो हो भन्ने सोचेर अघि बढेका थियौँ तर वास्तविकता केही फरक र साह्रै रोमाञ्चक अनुभव रह्यो नेपाली बोल्न त मेरो छोरो खतरा चाहिँ क्याम्पिङ गर्नको लागि टोयलेटहरू त्यहाँ माथि छ अनि ग्रिल गरेको पाल्नलाई डस्टबिनहरू यता छ र यहाँ चाहिँ सानो बिचहरू जस्तो पनि छ यहाँ बस्नलाई है ग्रिल गरेर बस्नको लागि मान्छेहरूलाई अहिले यहाँ नयाँ पनि बनाएको छ लिएर आउने आउँछ नि यता आउ न पुरै हिँडेर आउँदाखेरि झ्याप्पै निदाउनु भयो पुतली नानी निदाउ लिनु फेरि है बस्ने खेल्ने बच्चा बच्चीहरूलाई पानीमा खेल्ने ठाउँ छ मजाको ठाउँ छ यसलाई चाहिँ लुदबान भन्छन् पुरै यहाँ हिँडेर यो डाँडा कटेर पोखरी कटेर उता पुच्छरबाट धेरै नै लामो छ यताबाट हुँदै यो डाँडा हुँदै यता फर्किन्छौँ है त ल हेरौँ लेट्स स्टार्ट ओ हिँड्दा हिँड्दै जाडो भएर केटोले आफै लुगा हालेर ल्याएको रहेछ बाबुले चाहिँ जाडो हुन्छ भनेर नर्वेमा केही भरोसै हुँदैन कुनै पनि बेला चिसो हुनसक्छ अस्ति हजुरले कति टाइममा चाहिँ पुरै लुदबानको कम्प्लिट गर्नुभएको थियो 3 घण्टा अहिले चाहिँ 5:55 6 बजेको 7, 8, 9 बजीसम्म आइपुगेला कि 10 बज्ला यहाँ चाहिँ मम्मी बाबाहरू आउँदाखेरि नसकेर फर्केको बाटो हो यो ए अस्ति मैले सकेसम्म जङ्गलमा नहराओस् भनेर पोखरीलाई नै फलो गरेको थिएँ कति ठाउँमा चाहिँ पोखरीमा बाटो छैन अनि फेरि अलिकति माथि उक्लिँदै फेरि तलै ओर्लेर फेरि थाल्नु भयो अब हामी यो लेकलाई नै फलो लेकको छेउलाई नै फलो गर्दै जान्छौँ यो खोलाको छेउमा यसरी आउनुपर्छ है समातेर होइन त्यसपछि यहाँनिर ठ्याक्कै यत्रो ठुलो ढुङ्गा छ यहाँ यसको साइडमा मजाले बस्न मिल्छ यहाँ नि फेरि ग्रिल गर्न मिल्छ
आरामले यसरी मान्छेहरू बस्नुहुन्छ। अस्तिमा आउँदा चाहिँ पुरै 3 घन्टा घुम्दा एउटा मान्छे देखेको थियो भने आज चाहिँ वेदर राम्रो भएर धेरै मान्छे देखियो यो बाटोमा। अब फेरि खोलाको छेउमा बाटो छैन है। अब यहाँनिर एन्ड भयो। अब फेरि एकचोटि पहाड चढ्नुपर्छ अनि त्यसलाई चढेर फेरि अलिकति तल ओर्लिनुपर्छ है। ओ माई गॉड, यो बच्चासँग छैन यहाँबाट त पोसिबलै होइन। मेरो साना म तिमी आफू बस्छ सानो गरिदिनु पर्छु। अब सानो गएर छोरो यति लायकको हुनु पनि गर्वकै कुरो छ। थ्याङ्क यू साना। ओ माई गॉड, कमन अलि भिराल भएको र तर्सियो बाबु चाहिँ। ल नो वरिज सानो, कमन सानो, नो वरिज है। थ्याङ्क यू सानो। ल ल ल छोडिदिनु मै सानो, छोडिदिनु। कमन हामी तलै जानुपर्छ। आमा यही हो, आमा यही हो। सानो पछाडि जाऊ, पछाडि जाऊ, लामा हुनु। हामी बल्ल तल आइयो। हात चाहिँ कोप्चोमा राखेर है अड्काएर खस्यो भने तल खोल्छुमा गइन्छ। It's okay. No worries साना, no worries। खै पख म हेर्छु पख सानो, यता आऊ। ओ यो त अलि हाइटै छ त। म त त्यही भएर त अस्ति मैले छोरीसँग हुनु भनेको थिएँ नि त तिमीलाई, किनभने एकदम झ्याउरे छ बाटो त। उताबाट हुन्छ कि त्यहाँबाट? खै चढ्दा त पहिले बुवाले हेल्प गर्छ, म आफै तल आउन सक्छु। आमा हजुर, म आफै तल आउन सक्छु। ल जाऊ, आमालाई फलो गरेर तिमी जाऊ त। आमा मलाई हेल्प चाहिन्न। कोही बच्चा लिएर आउँदै हुनुहुन्छ भने चाहिँ भाइ त्यस्तोले चाहिँ नआट्दा पनि हुन्छ है, नआट्दा पनि हुन्छ। एकदमै टफ रहेछ यो बाटो चाहिँ, राउन्ड लगाउने भनेको बाटो चाहिँ। बाबु पनि डराएको छ। ल यो चाहिँ अलि हाइटवाला पर्यो। माथि जाऊँ भने यत्रो पहाड छ। बिस्तारै 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 छोरो लुकेको बुवा ओर्लेको हेर्नु नसकेर यहाँ चाहिँ। ल बुवा आइछु, आऊ। डोन्ट गेट स्केयर, म आएँ फाइनली। आइम हियर बेबी। हामी चाहिँ बच्चा लिएर आयौँ, अलि स्केयर्ड नै छ। अब माथिको उकालो ओह्रालो यसले गर्दाखेरि ढुङ्गाको यो पहाड ठुल्ठुलो उफ्रिनु पर्ने रहेछ। त्यो भएको भएर अब अहिलेसम्म त झन् साह्रै रमाइलो पनि छ यात्रा। अलिकति एडभेन्चरस पनि हुन्छ यो। तर यो सँगसँगै अलि हिँड्ने बच्चासँग चाहिँ सजिलो हुन्थ्यो। अब काखमै लिएर चाहिँ भनेपछि यता तलै झरौँ होइन,
माथि नजाउँ पोखरीको तलै जानुपर्छ होला सानो सुपरसोनिक इज यस्तो बाटो आइयो ओ माइ गॉड कति वर्ष हिँड्ने हामी रुख यस्तरी ढलेछ जङ्गलमै कति लामो रुख होला ओ माइ गॉड त्यसपछि त्यहाँबाट बाटो पनि रुखले नै ब्लक गर्यो त्यहाँबाट आउनु पर्यो आउनु सानो आर्नब जत्रै अग्लो रहेछ रुखको बाबाको काखा मजाले हेरिछन् हाँसिछन् मक्खा परेर बुवाले सकिन्छ अनि गर्छु म भिडियो खिच्छु मात्रै अरू केही नै गर्दिनँ म हेर्दिनँ बुवालाई ए म घुमाउनै बिर्छु मैले ठिक छौ माई सुपरसोनिक छोरो हो नि यस्तो त किन बाबा यहाँबाट बाटो त छैन जान्छ कहाँ नजाने त्यो पल्लो पोखरीबाट यहाँनिरबाट हामी यहाँबाट हजुरहरूलाई अघि देखाएको थियौँ हिँड्न सुरु गरेको त अझै अगाडिबाटै हो त्यहाँबाट हिँड्न सुरु गरेको अहिले कति मिनट भयो हामी हिँडेको देखाउँ त 6:30 भयो 6:30 म्याडमलाई 5:44 मा हजुर बाबा भनिन्छन् छोरीले है मेरो पुटोरी अस्ट्रेलिया घुमेर 7वटा देश घुमेर अब लुदवन पोखरी घर नजिकैको पोखरीको हालत यस्तो छ यस्तो घुम्दैछौँ कि हामी हेर्न सक्नुहुन्छ सिङ्गल हिँड्न त ठिकै रहेछ तर कोही बच्चा बच्ची लिएर आउँदै हुनुहुन्छ भने कसैले पनि यस्तो मूर्खै नगर्नु होला है म त भइहालेँ के भएर रुखहरू पनि ढलेका छन् यतै कमन गाइज कमन यु आर नट सपोज टु गेट टायर्ड ओके त्यही बिस्कुट हालेछु झोलो त्यही खानु म आउँछु म त माथिबाट गयो उता रुखमा समात यहाँ माथि गयो भने जङ्गलतिर पुगेला भन्ने हिसाबले तल ओर्लिँदा हो तर तल अलिकति उताबाट ओर्लिनु हुन्थ्यो नर्वेमा जन्मेसी यति चाहिँ गर्न सक्ने भएर आउनु होला है नत्र काम छैन बाटो कस्तो छ भन्दाखेरि ठाडै भिरालो हो यो यहाँनिरबाट कसैले चाहिँ क्रल गर्नुभयो होला बाटो यहाँ छ क्यामेरामा समय आए पनि यो ठाडो उकालोबाट आइसकेपछि चाहिँ मजा आउँछ ढुक्क छिन् बुवाको काखमा हुनु भनेको फाइदा यही हो कि जतिसँग टफ छ उसलाई मतलब छैन बाल छ ल म आउँछु नि सट्टा न हेर न बुवा कहाँ बसिसकेछौ हेर न बुवा कहाँ हो
जिसने तुझे बनाया फेभरेट बिस्किट यहाँ ल्याएको थियो हामीले नेपालतिर भए चाउचाउ खाइन्थ्यो होला यतातिर चाहिँ अलिकति तागतिलो बिस्कुट यहाँ मान्छेहरू बस्दैछन् हामी त करिब 1 घन्टा हिँड्यो पश्चात अब बिस्कुट विश्राम छ यो के भयो होला रुखहरू टनाटन ढलेछन् बाटो सानो त्यो छ ल बुवाले फेरि बहिनीलाई प्रोटेक्ट गर्न पर्यो नि त जाऊ छोरी जाऊ ठोकेलाई निहुरेर जाऊ न छोरो त्यसै अब धेरै ल Well, I somebody to trust me, I'll help you. Woman. Listen. चिप्लिन न आऊ त्यति सानो छ पछि यता हेर न आमातिर हेर तन के रहेछ तर्छ कि त्यस्तो ल्याउँदा नि तर्छ नि रुख दियो त रुख र माटो तुम्हें बनाया कसैलाई फेरि छोरीलाई चाहिँ पाँदै फुर्सद छैन हजुर त्यता पुग्नु कति बेला हो बुवा ऊ त्यो छुन सकिन्छ बुवा ऊ त्यो छुन सकिन्छ बुवा बुवा ऊ त्यो छुन सक्छ What is not? Vaseline not to what, please. Not dollars to going to. My yeah, I would try go to. No son. Stop. What not? It is a please. What please no? I'm not gonna. Come on. What यहाँ पुग्नलाई 1 किलोमिटर हो आमा बोली जान्छ काठी गर्नु कस्तो लाग्यो अलि टफ नै रहेछ पानी र बिस्कुटको भरमा हामी अब लगभग एन्ड पोइन्टतिर आएका छौँ 2.5 किलोमिटरको बाटो जति हिँडियो होला हिँड्न चाहिँ अझै आधा बाटो हिँड्नै बाँकी नै छ थाहा छ नि सानो हामी यहाँको कति 1 आवर होइन यो चाहिँ पोखरीको अन्तिम भाग हो यहाँनिर केही इन्फर्मेसन छ लुधवानको बारेमा हेरौँ के छ उसको वान नकलवनबाट आउने बाटो जस्तो लाग्छ मलाई चाहिँ आई गेस नकलवनबाट यहाँ 1 किलोमिटर देखाएको थियो नि याद छ हामी तबाट पहिला भोगन लिएर जाँदाखेरि अन्तिममा चाहिँ यही एउटा पुल छ फेरि यो बाटो हामी माथि जान्छौँ फाइनली वी आर हियर ल कम अन टेक दिस ल कहिले पनि आवर न दादा हजुर के भाचिन न आऊ पुल हो त्यो नेपालको जस्तो काठे पुल हजुर हजुर बोलेर आउनु पर्छ तिमीहरूले पछाडि
ल ल ल आऊ वेट गरिरहेको छु सन यो माथि जानु छ हामीलाई ओ माई गड स्यास्या भइसक्यो कहिले पनि ट्रेलमा चाहिँ यस्तो निलो मार्क गरिदिएको हुन्छ हाइकिङ गर्ने रुटको चाहिँ अब यो खतरा रुट छ अर्नव हाउ इज इट गोइङ बहिनी थाक्नु भएको छैन सानो लगेर ए तिमी पनि आमा काखमा छौ त ओह बिजोकै थाकियो हामी चाहिँ फाइनली साथीहरू कमन माथि आऊ माथि आऊ जुम गरेर देखाउँछु है त हामी यहाँबाट आएको चाहिँ हजुर यहाँनिरबाट आएको हामी पुरै पोखरी घुमेर पसिना धरेर र यस्तो हालत छ ओ माई गड छोरी 10 महिनाको छोरी बोकेर यस्तो हाइकमा हिँडेर हामी जान सकिन्छ छोरो तिमीलाई बोलाएको छोरो भनेर तिमीलाई छोरो भनेको भोकले टक्कु पऱ्यो सिलौट आउने बित्तिकै हाइकिङ दौडाइदिएको छोरोलाई छोरो भोकले टक्कु भयो है नि त बिस्कुटले हालिदिएको थियो धन्न ट्रेपमे छुट्टी त्यही भएर आज चाहिँ मजाले हाइकिङ हिँड्यो जस्तो भयो ओहो भयो ठिक छ बोक्छु मेरो हात चाहिँ नछोड्छु है प्लिज बुवा मेरो हात नछोड्छ है छोड्दिनु मेरो हात चाहिँ समातिरहने हो पाएर मात्र भएन नि भार बोक्नु पर्यो भने हैरान भएर तिमीले बेन्छ छैन भनेर फाइनली हामी पुरै घुमेर हो त्यहाँ बगरमा बगर देखाएको छु अझै पनि यो जङ्गलको बाटो अझै आधा घन्टा 45 मिनट हिँड्नुपर्छ हजुर के अरे दादा दादा भनिन्छ अझै दादा यहाँ छु हजुर हजुर दादा ए बोक्नु पर्यो मैले बोक्ने यहाँ यस्तो त्यही त मन छ टोपी खोल्नु मन लाग्यो मैले दादाको टोपी खोल्दैछु my god, Sanu. Oh my god, my god, my god, my god. Give me. No. Jump. अहिले अँध्यारो हुन्छ ल अहिले पछि दिन्छु अगाडि गइसक्नु भयो सानो दौड सिधै लगभग एन्डमा आइयो है मेरो टोलीहरू चाहिँ पछाडि नै हुनुहुन्छ म चाहिँ अलिकति अगाडि बाटोमा आइपुगेँ ठ्याक्कै 3 घन्टामा आइन्छ भन्ने प्लान थियो 3 घन्टामै आइयो अब मेरो टोलीहरूलाई नि यसो पछाडि हेरौँ पछाडि नै हुनुहुन्छ है त्यो बाटोबाट आउनुपर्ने हो माथि अलिकति
देख्न सक्नुहुन्छ उता छोरी लिएर उता छोरो पनि काखमा समातेर अब अगाडि चाहिँ ट्याक्क म चाहिँ बाटोमै पुगौँ न त त्यहीँबाट खिचौँ न जनताहरूको देख्न सक्नुहुन्छ म तपाईहरु सबैलाई धन्यवाद दिन चाहन्छु मेरो भिडियो पुरा हेरिदिनु भएकोमा मनदेखि आभारी छु यदि मन पर्यो भने लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि मिल्छ भने एउटा मिठो कमेन्ट पनि गरिदिनु होला है 5 किलोमिटर भन्दा पो थोरै छ त ठ्याक्कै 3 घण्टा लाग्यो 5 किलोमिटर पहाड चढेर आउनलाई टाइम चाहिँ कति भयो 8:42 भयो 42 मिनेटमा हामी ठ्याक्कै यो पुरै छिचोलेर नर्मल बाटोमा आइपुग्यौँ अब यहाँबाट घरको बाटोतिर लाग्दैछौँ हामी फटाफट ल